हेलो अनि नमस्ते सबैजनालाई, इट्स मी समरक्षा। सो हामी आज चाहिँ सबैभन्दा सुरुमा भन्नुपर्दा चाहिँ विश्वकर्मा पूजा अनि हामी चाहिँ आज विश्वकर्मा पूजा गर्न जाँदैछौँ। हामीसँग भिडियोमा रहिरहनु होला हैन। यति भन्दै अब हामी चाहिँ बाहिर जान्छौँ अनि त्यसपछि कसरी गर्छौँ के गर्छौँ हामीलाई आयो आएन राम्रो भयो नराम्रो भयो सबै भनिदिनु होला हैन, किनकि हामीलाई त्यस्तो धेरै आउँदैन। त्यही पनि we will try it, okay? लड्डु गाइस, लड्डु पेडा लड्डु तपाईहरु देख्न सक्नुहुन्छ। अब हामी सर्दी दे हेलो म चाहिँ नुहाइ धुवाइ गरेर रेडी भइसक्नु भयो, किनकि उहाँकै घरमा आज विश्वकर्मा भगवान घरमा होइन उहाँकै सरी गाडीमा भगवानलाई धेरै धेरै सम्झना प्रभु हजुरलाई माया र आशीर्वाद त्यसै गरी सधैँभरि दिनु होला परमात्मा। यस्तो छ है यो चाहिँ के भन्छ धुनिया रे यो गाइस। मिठाईहरु लड्डु भइहाल्यो, त्यो तपाईहरुलाई थाहा नै छ। पेडा सेडा के भन्छ के रे बर्फी बर्फी पेडा लड्डु अर्को बक्सा छ। यो चाहिँ नयाँ गाडी किन लक्षको पनि होला है फेरि। यो नयाँ गाडी यो पुरानो गाडीको लागि यो फलफुल भइहाल्यो। कलश राख्नुपर्छ तपाईहरुलाई थाहा होला पूजाको सामान प्रभु थाहा हैन। ल त्यसपछि यहाँ चाहिँ गणेश भगवानलाई फर्स्टमा त्यो के गर्छन् जे गर्दा नि गणेश भगवानलाई अगाडि सार्नुपर्छ भनेर अब विस्तृतमा अहिले भयो। अहिले यो पूजाको सामान अहिले चाहिँ जाने छैन खासै, यसै गरेर सबै थोक प्रसाद चढाउनुपर्छ भनेर प्रभु। यहाँ भिनाजु चाहिँ कुलदेवतालाई पूजा गर्दै हुनुहुन्छ है, किनकि म अलि नजिक जानु हुँदैन, त्यही भएर झ्यालबाट खिचेर छु यहीँ। उतापट्टि चाहिँ बाहिर चढाउने अब हामी, किनकि सबै भगवानहरूलाई सम्झिनुपर्छ नि त। चढाएका छौँ। हेलो माइसा, हाउ आर यु? खै अनि मलाई नि सोध न, हाउ आर यु भन्नु बेबी। बेबु आई एम फाइन छोरी। खोइ बेबीको नोजमा के लागेछ? छि बेबीको नोज खोइ, बेबीको इयर खोइ इयर हो, बेबीको आई खोइ गुड बेबीको माउथ खोइ माउथ। बाई। त्यो भगवानजीलाई प्रणाम गरिदियो त्यहाँ हो। गुड। कालाई बोलाउने हो? के भनेर बोलाउँछन् कालाई? काका गर्दै हो। छि डर्टी गर्ल भएको हो बेबी हो। गुड। अनि चाहिँ हामी कलश बोकेर के अरे गाडी भएको ठाउँमा जाँदैछौँ। उहाँ दिदी हुनुहुन्छ छोरी। अनि यहाँ चाहिँ हाम्रो मेवाको बोट पनि छ, यहाँ यस्तो छ। यहाँ अम्बान छ, यहाँ आमा हुनुहुन्छ। हेलो आमा, हेलो गर्नु न। हेलो। यो चाहिँ हाम्रो घर हो, सानो छ, राम्रो छ। अनि यहाँ चाहिँ हाम्रो बारी, यो सिमी के अरे सिमी, यो चाहिँ सिलाम हो कि खै के हो भन्छ, सिलामै हो होइन। अनि त्यसपछि उखुसुखु यहाँ यस्तो छ, यति हो हाम्रो चाहिँ होइन। अनि हौ खोर्सानीहरू के छ चाहिँ फर्सीको बोट भयो। अनि यो चाहिँ स्विट पोट्याटो भन्छ यसलाई चाहिँ, यहाँ त्यसको बोट हो यो सबै। यहाँ चाहिँ तोरी छरेको छ। यो चाहिँ हाम्रो फर्स्ट गाडी भयो होइन। अनि उता चाहिँ सेकेन्ड गाडी छ। यो चाहिँ अस्ति न भर्खर किने आयो, धेरै भएको छैन। अनि यो चाहिँ पहिलादेखि नै थियो बिनाजुको। हेलो ए मेरो त अघि नै हेलो हाई सबै गरिसकेँ। यो चाहिँ हाम्रो अर्को गाडी होइन, ठुलो टिप्पर। अनि यस्तो छ है।
पानी ल्याउनु हुन्छ यसो यस्तो के यताबाट यहाँनिरबाट हो तिनचोटि हुन्छ ओम गणेशाय नमः ओम गणेशाय नमः प्रभु रक्षा गर्नुहोस् ल भयो तिनचोटि भयो होइन अति योमा गणेश सम्झेर यहाँ गणेश भगवान्लाई हो यसो यसो गरेर बिस्तारो 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 यो कुमकुम चढाउनु न तिलक भगवान् फुल चढाइदिनु दियो पनि त्यो कलश ल्याउनु बिस्तारो बटु मिल्ला पानी चाहिँ पूजा आज हुँदैछ ठुलो गाडीको त्यहाँ हुनुहुन्छ पिनाजु दिदी अनि छोरी पहिले सबै त्यो पूजा गरेर भगवान्जीले लाऊ यहाँ यहाँ ल माटो खेल्दै यहाँ ल भगवान्जी रक्षा गर्नुहोस् प्रणाम म जलको गर्छु तिमीलाई के गरेको चोरी काम गरेको त्यसो हुन्छ त्यो पछाडि राख्नु भयो सानो बिस्तारा होस् दुईजना मिल्नु भएको छ भने के होइन पूजा गर्नाले एकजनाले टक्क पूजा एकजनाले टक्क प्रसाद राख्दाखेरि भने के ललितपुर होस् गाइज हाम्रो जिल्लामा ऊ टक्क प्रुफ पनि छ अब चाहिँ सानो गाडीको पाली सानो न सानो खुसु खुसु चलाउने नचलाउने सानो सानो दुसरा हाल है बसा दुसरा हाल्नु हुँदैन नि यहीँ राखी गर्नु हुन्न खानुपर्छ खाऊ ननलाई देऊ नखाए ननलाई देऊ दिदी चाहिँ उहाँ बाँध्दै हुनुहुन्छ भएको गाडीलाई रिबन हजुर विश्वकर्मा भगवान्जीलाई हजुर चढाउनु न भने चाहिँ गाडीको पूजा यहाँ गर्नुभयो तल अनि त्यसपछि यहाँभित्र अनि टायरमा गर्दै हुनुहुन्छ बाबा छोरी के गरेको छोरी पूजा गरेको हो अनि त्यहाँ दिदीबहिनीहरू चाहिँ पूजा गर्दै हुनुहुन्छ अनि हामी चाहिँ यहाँ छौँ है माइसा है यहाँ हो क्यान्सी तर पूजा गर्दै हुनुहुन्छ अनि आज चाहिँ अब चाहिँ हामीले लड्डु खाने बिकज मेरो चाहिँ लड्डु फेभरेट हो माइसाको लड्डु फेभरेट हो माइसालाई त पेडा मनपर्छ है तिमीले त बर्फी पनि फ्यालिदिन्छौ बाबाले जय होस् जय होस् जय जय होस् जम्मा भयो एउटा त्यो यही बाइक चलाउँछ क्या दाम चलाउँछ तिनीहरूलाई प्रसाद दिए पनि हुन्छ क्या टिका लगाउँदै प्रसाद ल्याइदिनु बाबाले हस् दादाहरूलाई ल्याइदिनु ल अन्त दादा ल मम्मी आशीर्वाद दिने टिका लाउनु खुट्टा ढोग्ने हो कि दिदी गर्नु निरोगी हुनु ड्याडी मम्मीको सधैँ नाम राख्नु परमात्मामा सधैँ मन लागिरहोस् परमात्माले हेर्नुहोस् सधैँ भक्ति भावमा मन लागोस् त्यही हो प्रणाम तपाईँलाई नै आफै लाउनु अब
रातो लायो अब चाहिँ हामी पाइला बनाउँदैछौँ गाइज होइन छोरीको किनकि छोरी राम्रोसित त लायो कि छैन फेरि त्यही हुन्न के सानो ल पानीले खतम पार्छ यस्तो भने तर कति बग्यो गाइज चिसो पनि पो ल अब हातको पानी किलो भयो कि गाइज अनि म चाहिँ यहाँ स्वस्तिक बनाउन लाएँ कहाँ यहाँ बिचमा बनाउने हो दिदी खाल्टिया नराख्न ऊ आमालाई त्यो मम्मीलाई राख्नु हलाउँछ भनेपछि मलाई पापा किन्दैछु है भन्नु म बोक्छु ल मैसाले बोक्नु हुँदैन ल ल ल ल हुन्न पछाडि खाने होइन त होइन उयो ममा त दिदीलाई नि एउटा बेथाको बाटो होइन कि त्यति त राखौँ देख्नु बेबीको फोटो खिचिसकेको छ सो गाइज अब चाहिँ यो हाम्रो अन्तिम होइन अब चाहिँ पूजासुजा सकियो यहीँ अनि त्यसपछि अब चाहिँ हामी खानासाना खान्छौँ किनकि खाएको छैन 10-11 बजिसक्यो सो त्यो चाहिँ हाम्रो भयो म चाहिँ एकचोटि सबै देखाउँछु भनेर कहीँ देख्नुभयो भने यहाँ यो चाहिँ हाम्रो गाडी अनि गाडीको उहाँ माथिपट्टि अनि हामी चाहिँ त्यहाँ के लेखाएको छ भने देखाउनु लाग्यो कस्तो हुने भएन उहाँ श्रीकृष्ण प्रणाम लेखाएको छ होइन कहीँ देख्नुभयो भने यो चाहिँ सम्झिनु कि मेरो भिनाजुको गाडी हो भनेर होइन यस्तो छ यहाँ आइया हिलो छ कि यहाँ यस्तो हिलो छ अनि यस्तो अप्ठ्यारो हुने कि हिँड्नलाई पनि सो अनि यो चाहिँ हाम्रो ल सो गाइज अब यहाँ चाहिँ हाम्रो भिडियो इन्ड गर्छौँ अनि थ्याङ्क यू सो मच यहाँसम्म भिडियो हेरिदिनु भएकोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला यहाँ चाहिँ सामान चाहिँ अब चाहिँ हामी घर फर्किन लाग्यो सो हामीलाई चाहिँ माया गरिदिनु होला सबभन्दा धेरै चाहिँ सब्सक्राइब र सेयर गरिदिन नभुल्नु होला त्यहाँ छ गाडी फेरि पनि देखाएँ मैले अनि चाहिँ यहाँ भइहाल्यो दिदी चाहिँ यहाँ प्रसाद बाँड्न हिँड्दै हुनुहुन्छ अनि यहाँ फर्सीको बादमा प्रसाद तल छ यहाँ चाहिँ आमाको घरमा बाँड्न आएको अब जति सकिन्छ त्यति नै गर्ने हो होइन यहाँ छोरी बोलाउँदैछ हेलो बाई गरेर माइस यहाँ छ माइसा मायु बाई गरिदेऊ अब बाई गर बाई हाम्रो भिडियो चाहिँ यहीसम्म हुन्छ आमा बुवाले पछाडि पर्दैन आमा बुवाले दिएको नि बनाउँछ सरी मैले बिर्सेको मैले अघि नै इन्ड गर्न गएको थिएँ आऊ यता आयो यहाँनिर पार्क गर्ने छोरी यहाँ छ यहाँ आऊ माइसा ताली बजाउँदै छु छोरी यहाँ आमा बुवालाई पनि प्रसाद देखाउँछौँ हामी हाम्रो आमा बुवालाई देखाउँछौँ हाम्रो अनि उहाँ चाहिँ गाडी पार्क गर्दै हुनुहुन्छ है दिदीले दिएर आइसक्यो दिनु भएन दिदीहरू हुनुहुँदो रहेछ अरे अनि एकछिनपछि दिने रे अनि म चाहिँ फेरि तलतिर यहाँ बाँड्न जानु आएँ होइन मैले चाहिँ अघि नै भिडियो इन्डिङ गर्न लाएको थिएँ बिर्सेर त्यसको लागि सरी अनि म चाहिँ यहाँ तल्लो घरमा सुप्रिम भाइको घरमा जान लागेँ बाटो भने बाटोको अवस्था कस्तो छ भनेको अस्ति भर्खर जेएनजीहरूले त्यत्रो आन्दोलन गरेर देशलाई केही हुन्छ कि भनेर त्यत्रो गर्नुभयो केही होला नि हेर्नु नि यहाँ बाटोको अवस्था यस्तो छ है हिलो नै हिलो अब विकास हुन्छ कि न यतातिर पनि होइन सुप्रिम भाइ ओ सुप्रिम यता आऊ न बाहिर एकचोटि के गरेको माइसा टिटीलाई पूजा गरेको हो जाम आऊ दिन्न पैसा भने आमालाई के दिने अब
पैसा आमालाई पैसा दिने सो म चाहिँ यहाँसम्म भिडियो हेर्नु भएको होला सरी हेर्नु भएकोमा अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर नभुल्नु होला बाई बाई थ्याङ्क यू सी यू इन नेक्स्ट भिडियो